आजभोलि केटा मान्छेलाई 7.5 को दशा लाग्न सुरु भएको छ है। यो चाहिँ कोभिड भन्दा पनि चाँडो फैलिरहेको छ कि एकपछि अर्को गर्दै। त्यसैले यो 7.5 को दशा लाग्न नदिन केही सामान्य टिप्सहरू अपनाउन सकिन्छ। यो टिप्स अपनाउनु भयो भने चाहिँ तपाईहरुलाई यो 7.5 को दशाले छुदैन। त्यो टिप्स के हो भन्दाखेरि नम्बर 1 तपाईहरुले नाबालिगहरूलाई प्रपोज गर्ने काम हैन, उनीहरुलाई म मन पराउँछु भन्ने फकाउने काम गर्दै नगर्नुस्। यदि नाबालिग तपाईको पछि लाग्छ भनेदेखि तपाईले चाहिँ तिम्रो अहिले उमेर पुगेको छैन, तिमी अहिले सानै छ, साइड लाख मेरो नजिक नआऊ भनेर उनीहरुबाट टाढै भाग्नुस् है। अनि अर्को भनेको चाहिँ अब तपाई उमेर पुगिसक्नु भो, अब माया प्रीति भन्ने कुरा त यो त सामान्य अब एउटा एज पुगेपछि भइ नै हाल्छ हैन। ल तपाईहरु अब केटाकेटी मन परापर भयो भने पनि तपाईहरु डेटिङ जाँदाखेरि चाहिँ अपार्टमेन्टमा जाने, अपार्टमेन्टमा बोलाउने हैन, होटलमा जाने, होटलमा बोलाउने काम पनि नगर्नुस् है। तपाईहरु जानु छ भने क्याफे रेस्टुरेन्टतिर यसो कफी सफी खानुस् हैन, खानपिन के खान मन लाग्छ खानुस्, गफसफ गर्नुस्। अझ मिल्छ भने चाहिँ क्यामेरा सीसी क्यामेरा भएको एरियामा तपाईहरु बस्नुस्, ताकि तपाईलाई भोलि 7.5 को दशाले छोइहाल्यो भने पनि प्रमाण हुन्छ, तपाई त्योबाट उम्किन सक्नुहुन्छ हैन। अनि अर्को भनेको चाहिँ तपाई विवाहित हुनुहुन्छ हैन, तपाईको अब श्रीमती छ अथवा बच्चा पनि छ, तर कुनै एउटा राम्री केटीले तपाईलाई प्रपोज गर्यो, त्यो केटी चाहिँ तपाईको पछि लाग्यो भने पनि तपाईले चाहिँ त्यो केटीको पछि लाग्ने होइन। त्यो केटीलाई चाहिँ ओहो तिमीले मलाई मन परायो भनेर मख पर्ने होइन। तपाईको श्रीमती सम्झिनुस्, तपाईको बच्चा सम्झिनुस्। चिटिङ गर्दै नगर्नुस् है। यति गर्यो भने तपाईलाई 7.5 को दशा लाग्दैन। अनि अर्को कुरा भनेको चाहिँ तपाईको अब श्रीमती छ अथवा तपाई बिहे गर्नु भएको छ नि, तपाईको गर्लफ्रेन्ड छ भनेदेखि तपाईहरु पैसा तिरेर उनीहरुलाई विदेश पठाउने काम पनि नगर्नुस् है। तपाईले सोच्नु होला फेरि मेरो श्रीमती अथवा मेरो गर्लफ्रेन्ड चाहिँ विदेश गयो भने मैले उसलाई पैसा हाल्दिएर गयो भने चाहिँ भोलि उसले मलाई बोलाउँछ, मेरो पनि भविष्य राम्रो हुन्छ भन्नेतिर चाहिँ सोच्दै नसोच्नुस्। आफ्नो भविष्य आफै बनाउने हो हैन, आफ्नो लागि आफैले मेहनत गर्ने हो, कसैले तपाईको लागि गर्दिदैन है। त्यो कारणले गर्दा त्यो काम पनि नगर्नुस्। अनि अर्को कुरा भनेको चाहिँ तपाई सार्वजनिक स्थलमा हिँड्दाखेरि अथवा बसहरु चढ्दाखेरि केटीहरुलाई अलिकति टच हुन सक्छ हैन, उनीहरु तपाईको नजिक आउन सक्छ। त्यही भएर तपाई अलिकति टाढा केटाहरु जता छ केटाहरु भएको ठाउँतिर मात्र बस्नुस् हैन, किनकि आजभोलिको केटीहरुको नियत पनि अलिकति खराब नै हुन्छन् क्या। कुन बेला यो केटालाई फसाउँ भनेर पनि सोचेर बसेकोहरु पनि हुन्छन्। त्यो कारणले तपाई सतर्क हुनु होला। अनि राम्री केटी देख्यो भनेर ओहो मख परेर हेर्ने हैन, त्यसलाई आँखा झिम्काउने यताउता त त्यो त परकै कुरा, त्यो त सोच्दै नसोच्नुस् है। अनि केटीको पछि लाग्ने, केटी राम्री देख्यो भनेर मेसेज गर्ने हैन, यताउता गर्ने, तपाई त्यो मेसेज गरेको गर्नुभयो भने त झन् तपाईलाई 7.5 को दशाले झ्याप्पै छोइहाल्छ है। त्यही भएर यो काम पनि बन्द गर्नुस्। अब यति गर्नुभयो भने चाहिँ तपाई यो 7.5 को दशाबाट उम्किन सक्नुहुन्छ। तपाईलाई यो दशा लाग्दैन के। यो उपाय चाहिँ तपाईले जिन्दगीभर अपनाउनु भयो भने तपाईलाई जिन्दगीभर यो 7.5 को दशा लाग्दैन है। त्यही भएर म चाहिँ यो टिप्स दिन आएको है त।